फेरि पनि डोनटको रेसिपी आयो। डोनट बनाउन चाहनुहुन्छ भने फुल खेर। हेलो एभ्रिवान, फेरि पनि स्वागत छ आजको मेरो डे 26 मिनी ब्लगमा। आज चाहिँ म के भन्न आछु भने अर्को दिन म डोनटको रेसिपी हालेथे अनि धेरै जसो साथीले बुझ्नु भएन। अनि नबुझ्नुको कारण चाहिँ म थारू मिनी ब्लग बनाउँछु नि त, त्यो भिडियो पनि म आफ्नै भाषा हाम्रो थारू भाषामा मिनी ब्लग बनाएर हाले अनि बुझ्न सकेनन्। सो फाइनली हजुरले नै भनेकै अनुसार हजुरकै भाषामा म डोनटको रेसिपी लिएर आइसके। अनि भिडियोलाई लास्टसम्म हेरेर साथ सपोर्ट दिनुहोला। र सबभन्दा पहिला त म एउटा सफा भाँडा लिन्छु अनि त्यसमा मैदाको पिठो हाल्छु। हेर्न सक्नुहुन्छ यो मैदाको पिठो एकदम फ्रेस। अनि त्यसमा चाहिँ थोरै स्वादको लागि चिनी हाल्नुपर्छ। अनि चिनी हालिसकेपछि थोरै सोडा किनकि पिठोलाई फुलाउनलाई हाल्नुपर्छ। सबै मसला हालिसकेपछि त्यसलाई हातले मजाले मिक्स गर्नुपर्छ। सबै मसला मिक्स गरेर त्यसलाई बेटर बनाउनुपर्छ। अनि अब आयो पानीको पालो। पानी कसरी हाल्ने त, पानी चाहिँ एकदम चिसो हेर्न सक्नुहुन्छ, म छोएर देखाइरहेको छु। र अर्को अगाडिको भिडियोमा चाहिँ कमेन्ट आथ्यो पानी तताउनु पर्छ कि नै भनेर। पानी नतताउने गर्मी महिनामा चाहिँ पानी तताउनु पर्दैन। अनि जाडो महिनामा पिठो मुछेपछि हल्का हल्का तताउनु पर्छ मन तातो पानी, किनकि जाडो हुन्छ नि त। अनि गर्मीमा चाहिँ एउटा पनि नै त्यस्तै तातो हुन्छ, त्यस्तै गरम भइहाल्छ पिठो मुछिसकेपछि। सो त्यस्तै थोरै थोरै पानी हाल्ने अनि मुछ्ने। आधा घन्टासम्म मुछिसकेपछि पिठो चाहिँ यस्तो भन्नुपर्छ। पिठोलाई मजाले हातले मिलाएर सफा भाँडाले ढाक्ने। यसलाई रेस्ट गर्न या फुलाउन 2-3 घन्टा राख्नुपर्छ। सो फाइनली मेरो पिठो चाहिँ फुलिसक्यो, हेर्न सक्नुहुन्छ एकदम राम्रोसँग फुलेछ। अनि यसलाई हातले हल्का चलाउने कि, अनि चलाएपछि यसमा जाली जाली बनेको हुन्छ। अनि त्यो जाली बनेको डोनट पनि राम्रो हुन्छ, डोनटमा पनि जाली बनेको हुन्छ। अनि डोनट बनाउनलाई चाहिँ डल्लो बनाउनु पर्छ। अनि म डल्लो बनाएर राखेँ। अनि डल्लो बनाइसकेपछि पनि 5-10 मिनट यसलाई फुल्न दिनुपर्छ कि डल्लो बनाएको पनि फुल्न दिनुपर्छ, अनि राम्रो डोनट बन्छ। सो म चाहिँ डल्लो बनाएर 5-10 मिनट फुल्न दिए, रेस्ट गर्न दिए। अनि यहाँ तेल पनि जलाइदिए। अनि सो मेरो तेल पनि तातिसक्यो। अनि तातिसकेपछि यसलाई मजाले हातले बिस्तारै दुवै हातले उठाएर बुढी औँलाले पल पारेर हाल्ने। अनि एउटा साइड रातो भएर पाकेपछि मात्र अर्को साइड पकाउने। सो फाइनली मेरो डोनट रेडी भयो। एकदमै राम्रो टेस्टी देखाइरहेछ, खानामा पनि एकदमै राम्रो हुन्छ, नास्ताको लागि पनि धेरै राम्रो नास्ता हो यो। अनि हजुरहरू पनि बनाउनु होला, नभनेपछि फेरि पनि कमेन्ट गर्नु होला, म फेरि रेसिपी लिएर आउँछु योभन्दा अझै राम्रोसँग रेसिपी दिन। यहाँसम्म भिडियो हेरिदिनु भएकोमा हजुरहरूसँग धेरै आभारी छु र धन्यवाद पनि दिन चाहन्छु। आजको मिनी ब्लग चाहिँ यति भेट हुन्छ अर्को ब्लगमा त। थ्याङ्क यू सो मच फर वाचिङ, बाइ बाइ।